हेलो नमस्कार सबैमा। आज म पोक्ताङ डाँडा घुम्न आएको छु। यहाँको भ्यू हेर्न सक्नुहुन्छ, दामी छ। यहाँ चतरा बजार राम्रै देखिँदो रहेछ। अनि कोसीको तिर हेर्नु न कस्तो राम्रो देखिँदो रहेछ। यहाँ सबैजना आएर टिकटक बनाउँदै हुनुहुन्छ। यस्तो राम्रो ठाउँ हेर्नु सक्नुहुन्छ। कति सुन्दर। हामी त के गर्नु, आउँदा आउँदै स्कुटी पम्चर भएर टायर चेन्ज गर्नु पर्यो। टायर चेन्ज गर्दा ओर्दा ढिलो भयो, भ्यू नै राम्रो आउन सकेन। घाम अस्दै हाल्यो। दामी राम्रो ठाउँ आउनलाई आज ढिलो भयो। यहाँ बसेर त्यसरी चटपटी पनि खानु मिल्ने। अघि हामी आएको त्यो बाटो होइन हो त, यस्तो आएर यस्तो मैले यही डाँडा हो भनेको थिएँ नि तँलाई। यहाँबाट हेर्नुहोस्, पिकनिक खाँदै हुन्छ त्यहाँनिर। प्याराग्लाइडिङै रोइनाछ है आज, नभए यहाँ प्याराग्लाइडिङ पनि गरिदियो राम्रो देखिन्थ्यो। चिप्लिन्छ ए प्याराग्लाइडिङ गर्नलाई नै हो नि। त्यही गलिसक्यो। दामी छ, आउनुहोस् घुम्न। के डाँडा अरे? पोक्ताङ डाँडा। पोक्ताङ डाँडा। यहाँ मेरो भाइ छ। पोक्ताङ डाँडा आएर भिडियो बनाएको छु। सबैले लाइक कमेन्ट सेयर गरिदिनु होला।